नमस्ते साथै जय मसीह। आजको यस कार्यक्रममा तपाईलाई स्वागत छ। म तपाईको आफ्नै साथी र तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम नयाँ सन्देश। आजको बाइबल खण्ड लेवीको पुस्तक 19 अध्यायको 3 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरू हरेकले आफ्ना आमा बुवाको सम्मान गर्नु, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। जब तपाईका आमा बाबु वृद्ध हुन्छन् र आफ्नो हेरचाह गर्न कम सक्षम हुन्छन्, उनीहरूलाई तपाईबाट केही कुराहरू चाहिन्छन्, जस्तै प्रेम, दया, धैर्य, कोमलता, संवेदनशीलता र समझदारी। जब तपाईँ बालक हुनुहुन्थ्यो, सायद तपाईकी आमाले तपाईलाई विद्यालय पुर्याउने र ल्याउने गर्नुहुन्थ्यो, किनकि तपाईलाई बस चढ्न मन पर्दैनथ्यो। तर अब 5 मिनट ढिलो हुँदा तपाईँ उहाँसँग रिसाउनुहुन्छ। यदि तपाईँ किशोरावस्था वा अलि कम उमेरको हुनुहुन्छ भने आफ्नी आमा भन्दा आफ्ना साथीहरू र साथीहरूका आमाहरूसँग बढी दयालु, विचारशील र धैर्यवान हुनु गलत हो। वास्तवमा यदि तपाईले आफ्ना साथीहरूलाई आफ्नी आमासँग जस्तै व्यवहार गर्नुभयो भने तपाईका धेरै साथीहरू बाँकी रहने थिएनन्। अनि यदि तपाईले तिनीहरूकी आमालाई आफ्नी आमालाई जस्तै व्यवहार गर्नुभयो भने तिनीहरूकी आमाले आफ्ना छोराछोरीलाई तपाईसँग रहन दिने थिएनन्। जब तपाईकी आमा वृद्ध बन्नुहुन्छ र उहाँलाई थप हेरचाह चाहिन्छ, यो फिर्ता दिने समय हो। तर उहाँ सधैँ गुनासो गर्नुहुन्छ भने तपाईले भन्नुहोला, हो तपाईले पनि त्यस्तै गर्नुभयो, होइन त? तपाईले भन्नुहोला, तर उहाँ आफ्नै बारेमा कुरा गर्नुहुन्छ अनि बारम्बार उही प्रश्नहरू सोधिरहनुहुन्छ। जब उहाँहरू वृद्ध हुँदै जानुहुन्छ, हाम्रा आमा बाबुलाई पहिले कहिले नलागेको डर लाग्छ अनि तपाईले उहाँहरूलाई आश्वस्त पार्नु आवश्यक छ कि तपाईँ सधैँ उहाँहरूको लागि उपलब्ध हुनुहुनेछ। क्रुसमा मर्दै गर्नुहुँदा येशूले गर्नुभएका अन्तिम कामहरूमध्ये एक चाहिँ उहाँको नजिकको मित्र र चेला यूहन्नालाई आफ्नी आमा मरियमको हेरचाह गर्ने जिम्मेवारी दिनुभयो। तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, हेर तिम्री आमा। त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे। यो कुरा तपाईले यूहन्नाको पुस्तक 19 अध्यायको 27 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण तपाईको लागि आजको वचन छ, आफ्नी आमाको राम्ररी हेरचाह गर्नुहोस्। आमेन। आजको हाम्रो कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला। यदि तपाईँ यस वचनबारे अझै बुझ्न चाहनुहुन्छ या बाइबलीय सन्देश पाउन चाहनुहुन्छ भने तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। जय मसीह।